नेपाली राजनीतिमा जब जब पुराना शक्तिहरूको जग हल्लिन थाल्छ तब एउटा पुरानो अस्त्र प्रयोग गरिन्छ, विदेशी लगानी र बाह्य डिजाइन। हिजो रोल्पाका पहाडदेखि दिल्लीका सुरक्षित सेल्टरसम्म बसेर विस्तारवादको नारा लगाउनेहरू आज आफैले बनाएको सत्ताको कुर्ची हल्लिँदा अत्तालिएका छन्। मंगलबार चुरे भावर पार्टीसँगको एकता कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँका मेयर बालेन शाह र नयाँ शक्तिहरूतर्फ लक्षित गर्दै जुन विदेशी लगानीको कार्ड फालेका छन्, त्यसले गम्भीर प्रश्न उब्जाएको छ। के नेपालमा परिवर्तन खोज्नु नै विदेशी एजेन्ट हुनु हो? 1. इतिहासको ऐनामा प्रचण्ड। दिल्लीको 12 बुँदे बिर्सने छुट छ? प्रचण्डले बालेन र नयाँ पुस्तालाई विदेशी लगानीको आरोप लगाउँदै गर्दा इतिहासको एउटा कालखण्ड बिर्सेका छन्। 10 वर्षे जनयुद्धका बेला माओवादी नेताहरू कहाँ थिए? भारतमा बसेर नेपालमा भारतीय विस्तारवादको नारा घन्काउनु र अन्ततः दिल्लीमै बसेर 7 दलसँग 12 बुँदे सम्झौता गर्नु कुन स्वदेशी लगानीमा भएको थियो? हिजो आफूलाई स्थापित गर्न विदेशी भूमि र शक्तिको प्रयोग गर्नेहरूले आज जनताले विकल्प खोज्दा विदेशी डिजाइन देख्नु राजनीतिक पाखण्ड सिवाय केही होइन। 2. जेनजी आन्दोलन र सुशासनको भ्रम। पछिल्लो भाद्र 23 र 24 गतेको आन्दोलनलाई विदेशी ग्रान्ड डिजाइन मान्ने पुराना दलका नेताहरूले यो बुझ्न जरुरी छ कि जनता सडकमा कसैको पैसा खाएर होइन, तपाईहरूको भ्रष्टाचार र कुशासनबाट वाक्क भएर आएका हुन्। पुराना दलको तर्क, हाम्रो पालामा सब ठिक थियो, विदेशीले बालबालिका मर्न लगाए, विध्वंस गरे। यथार्थ भने दशकौंसम्म सत्तामा बस्दा पनि जनताको जीवनस्तर नबदलिदाको आक्रोश नै त्यो आन्दोलन थियो। 3. बालेन र नयाँ शक्तिको उदय, स्टन्ट कि आवश्यकता? प्रचण्डले बालेन शाहलाई स्टन्ट गर्ने र विदेशीको गोटीको संज्ञा दिएका छन्। तर प्रश्न यो छ कि जनताले बालेनलाई विदेशीले भनेर महानगरमा भोट हालेका हुन् वा बालेनको प्रतिबद्धता देखेर? वास्तवमा बालेन, रासपा र नयाँ पुस्ताको बढ्दो क्रेजले प्रचण्ड केपी ओलीहरूको सिन्डिकेट राजनीतिलाई असुरक्षित बनाइदिएको छ। जब विचार र सिद्धान्तको नाममा जनतालाई झुक्क्याउने खेल सकिन्छ, तब नेताहरूले राष्ट्रवादको लेपन लगाउन खोज्छन्। 4. एकताको कार्ड, सत्ता जोगाउने अन्तिम अस्त्र। प्रचण्डले अहिले कम्युनिस्ट र वामपन्थी एकताको कुरा गरिरहेका छन्। यो देश विकासका लागि होइन, बरु आगामी चुनावमा नयाँ शक्तिहरूले पत्ता साफ गरिदिने डरले चालिएको रक्षात्मक कदम हो। विचार र मूल्य मान्यताको कुरा गर्ने प्रचण्डले पछिल्लो 1.5 दशकमा कतिपटक विचार फेरे र कतिपटक गठबन्धन फेरे, त्यो नेपाली जनताले भलिभाती बुझेका छन्। हिजो विदेशी भूमिमा बसेर नेपालमा युद्ध मच्चाउँदा क्रान्ति हुने, तर आज जनताले आफ्नै माटोमा उभिएर सुशासन खोज्दा विदेशी लगानी देखिने, यो कस्तो चस्मा हो प्रचण्ड कमरेड? जनता अब स्टन्ट र सिद्धान्तको बहसभन्दा पनि परिणाम खोजिरहेका छन्। बालेनलाई विदेशीको गोटी देख्नेहरूले आफ्नै विगतको ऐना हेर्नु उपयुक्त होला। तपाईलाई के लाग्छ कि नयाँ शक्तिहरू साँच्चै विदेशीको लगानीमा आएका हुन् वा पुराना दलको असफलताको उपज हुन्? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला। यो भिडियो समाचार मन परेमा लाइक र शेयर गर्नुहोस्। यस्तै तीखो र सत्य विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् र नयाँ अपडेटका लागि बेल आइकन पनि दबाउनुहोस्।